म चाहिँ यहाँ हल्का पिटी गरेर आएको थिएँ। राजस्थानको जहाज भेटाएँ क्या आउँदाखेरि पिटी आउँदाखेरि तेरो भिडियो बनाउनु भनेर आएको। यहाँ थुप्रै छ राजस्थानको जहाजहरू यहाँ घाँस खाँदैछ। यसलाई चाहिँ भनिन्छ राजस्थानको जहाज है, मतलब ऊँट। देख्नु भएको छैन हजुरले, देख्नु भएको होला र पनि फेरि मैले तपाईँलाई भिडियोमा देखाइदिन्छु है। यहीँ 3-4 छ, यता अरूतिर पनि छ घाँस खाँदैछ। यहाँ हेर्नुहोस् ल, हेर्नुहोस् राजस्थानको जहाज मतलब राजस्थानमा एकदम सक्सेस यसलाई भने चाहिँ मानिन्छ। राजस्थानमा सक्सेस यो राजस्थानको घोडा पनि हो, जहाज पनि भनिन्छ होला है। बालुवामा कुद्नुको लागि एकदम पर्फेक्ट यो हो राजस्थानको जहाज। यता पनि छ अझ यहाँ घाम लागिसकेको छ है। यहाँ पनि छ यहाँनिर देख्नु साथीहरू, यहाँ पनि छ राजस्थान जहाज भाग्दैछ। नभएको त म केही पनि गर्दैन, तँलाई कुट्नु आएको नि मैले। यहाँ राजस्थान जहाज हेर्नुहोस् कि, यसलाई भन्छ राजस्थानको जहाज। ल हेर्नुहोस् घाँस खाँदैछ। ए नभएको तँलाई म केही पनि गर्दैन, आइज घाँस खानु। यसलाई भनिन्छ साथी हो राजस्थानको जहाज। देख्नु होला होइन, थुप्रै छ यहाँ। बच्चा पनि थियो, कता कता बच्चा चाहिँ ल हेर्नुहोस् राजस्थानको जहाज। अरू पनि छ यहाँ, मलाई हेर्दैछ यसले। यहाँ रिस उठ्यो भने टोक्छौ नि, यसले कुदाउँछ नि रिस उठ्यो भने। ल हेर्नुहोस् देख्नुभयो साथी हो राजस्थानको जहाज। मतलब ऊँट पुरै भारी बोक्नुमा के गर्नुमा राजस्थानतिर कति दिनसम्म पानी खाएर नखाएर हिँड्ने जहाज यही हो राजस्थानको जहाज। घाँस खाँदैछ। ए नभएको तँलाई म केही पनि गर्दिनँ। यो साथी हो राजस्थानको जहाज चाहिँ। अलिक मधुरा होला। छेउमा गुन्जन भएको छ कि ल साथीहरू अहिले यति नै। फेरि यस्तै केही नयाँ उयो आयो भने तपाईँलाई म भिडियो बनाएर देखाउनेछु होइन। तपाईँको सामु आउनेछु म। अहिले साथी हो बाई बाई, सी यू, टाटा।